विभाजित भएको पाइन्छ। बझाङ 26मा 12 अङ्गालेको मस्टो अथवा पश्चिम नेपालको लोक भाषामा 12 भाइ मस्टाको नामावली ठाउँ अनुसार फरक फरक छ। जुम्ला पाण्डुसेरामा अपी मस्टो, खापर मस्टो, बाबिरो मस्टो, कालो मस्टो, ढडार मस्टो, कावा मस्टो, मण्डली मस्टो, दाडे मस्टो, दारे मस्टो, बान्नी मस्टो, रुमाल मस्टो आदि नामले चिनिन्छ। देवताहरू पाइन्छन्। यी देवतामध्ये मस्ट, 12 भाइ मस्ट, 18 भाइ शिला भवानी बहिनी हुन्। 9 दुर्गा भवानी तिनकी बहिनी हुन्, किनभने धलपुराले नरिघन्ट्याले भवानीलाई बिहे गर्छु भनेर लखटेको थियो। त्यही भएर धलपुरा चाहिँ पुरै मसान घाटमा सुतेको थियो। उही बेलाको दुधे मस्टले भन्यो, दाइ भवानीलाई नरिघन्ट्याले लखट्दैछ, बिहे गर्छु भन्दै। फेरि धलपुराले को मलाई यसरी बिहे गर्ने। फेरि दाडे मस्ट आयो, दुधे मस्ट आयो। फेरि दुधे मस्टले 12 भाइ मस्ट 12 भाइ मस्टको लट्टा काटेर फालिदियो भन्यो नरिघन्ट्याले फालिदियो। फेरि त्यही बेला दुधे मस्ट नपुग्दै अगाडि धलपुरा पुगेर त्यसका आँखा लोताखाला सब उकालेर भवानीलाई बचाएका थिए। त्यही भएर 9 दुर्गा भवानी। फेरि एउटा धलपुराको स्थापना चाहिँ हाम्रा बाजेले गरेका थिए, दरिमाया बाजेले। अब त्यो भन्छन् नि मान्छे, त्यो राजाको मानो खाने मान्छे धन पैसा बढ्दै जान्छ, देउता मानो खाने घट्दै जान्छ भन्ने। अब यो त बख्यानै छ। फेरि अर्को पनि छ हाम्रो दरिमाने बाजेको लागि धलपुराले गरेको यो बख्यान। दरिमाने सिउँदी कहीँ जा। दरिमाने सिउँदी भनेको हामीले कतै सिउँदी कहीँ जान नपाउँथे, त्यहाँ गयौँ भने मरिन्। त्यही हो। अब धलपुरा एकदम यसको देउता किनभने उनलाई कसैले पनि छुन सक्दैन। 12 भाइ मस्ट, 18 भाइ शिला, 9 दुर्गा भवानी, कालिका मालिकाका अघि पछि लागि हिँड्ने बाई हुन् तिनी। त्यही भएर अब खापरसँग झगडा परेको थियो। खापरको धलपुराले कान हानेर फुटालिदिए। ल हस्त यस्तै जानकारी गर्नुको लागि सब्सक्राइब तथा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद ल गाइसहरू, हस्त धन्यवाद ल। गुड मर्निङ र भेरी भेरी जय धलपुरा।